साथीहरू, हजुरहरू के गर्दै हुनुहुन्छ? आज होलीको दिन कसरी दिन बित्यो साथीहरूको? आज मेरो बुढोले चाहिँ बेलुकाको खाना बनाउँदै हुनुहुँदो रहेछ। म चाहिँ यसो किचनतिर पसेँ अनि रोटी तरकारी बनाउनु भएछ। अनि तरकारी कति धेरै मिठो बनाउनु भएको रहेछ, बनाउँदै हुनुहुँदो रहेछ। बुढो के को रोटी बनाउनु भएको? गाउँको रोटी हो। आहा, कति मिठो बनाउनु भएछ रोटीहरू। मलाई त असाध्यै मनपर्छ रोटी तरकारी। अनि हाम्रो गाउँको रोटी चाहिँ, हाम्रो गाउँतिर गाउँको रोटी चाहिँ अर्ग्यानिक खाना धेरै मिठो हुन्छ कि। अनि इस्कुसको तरकारी पनि धेरै मिठो हुन्छ। मलाई त धेरै मनपर्छ है साथीहरू। तपाईँहरूलाई मनपर्छ पर्दैन इस्कुसको तरकारी र रोटी? मलाई चाहिँ धेरै मनपर्छ है। हाम्रो फ्यामिलीमा धेरै मन पराउनुहुन्छ। मेरो श्रीमानले पनि मलाई धेरै मनपर्छ अनि मेरो नानीहरूले नि धेरै मन पराउँछ। ल है त साथीहरू, आज चाहिँ हामी रोटी तरकारी खानु लागेको। तपाईँहरूलाई मनपर्छ पर्दैन कमेन्टमा लेख्नुहोस् है त साथीहरू।